सरकारको भर नपरेर आफ्नै बलबुतामा यत्रो भवन र यतिका भवनहरू पुनर्निर्माण गराउन नेतृत्व गर्नुभएका नगर प्रमुख चिरी बाबुलाई विशेष धन्यवाद दिन्छु। साथै जापानी राजदूत मार्फत जापान सरकारलाई र त्यहाँको जनतालाई पनि धन्यवाद दिन्छु। ललितपुर महानगरपालिका स्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा हो। स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन्। यी सहित देशभर रहेका हाम्रा ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान हुन् भन्ने म ठान्दछु। अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानका रूपमा कैयौं रमणीय स्थलहरू छन्। अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थल छन्। यी हाम्रो सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएका छन्। देशका यस्ता महत्त्वपूर्ण स्थलको संरक्षण र सम्वर्धन गरी पुर्खाको मेहनत, परिश्रम र चिनोको रूपमा रहेका कैयन सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो। त्यसैले बहुजातिक भाषा, परम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र सम्वर्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी छ। साथै सम्पदा संरक्षणमा नागरिक स्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक छ। भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पुर्खालाई बुझ्ने महत्त्वपूर्ण कडी हुन्। विनाशकारी गोर्खा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको पूर्ववत स्वरूप र संरचनामै पुनर्निर्माण तथा जीर्णोद्धार चुनौतीपूर्ण कार्य हुँदै यो मन्दिर पुनर्निर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढेको छ। यहाँको यी धरोहरलाई चिरकाल पर्यन्त जीवन्त राख्न योगदान पुगेको छ भन्ने मलाई लागेको छ। अन्त्यमा देवु तलेजु मन्दिर पुनर्निर्माण जस्तो सत्कार्यका निम्ति यसमा संलग्न सबैलाई पुनः धन्यवाद दिँदै भविष्यमा यसको हेरचाहमा हमेशा तपाईहरूको सक्रियता रहिरहने विश्वास लिएको छु। जय नेपाल। ललितपुर महानगर क्षेत्रभित्रको सम्पदाहरू पुनर्निर्माण गर्ने सम्बन्धमा सम्भवतः यो चाहिँ अन्तिम भन्न त अलिकति मिलेन। नरसिंह मन्दिर एउटा बाँकी छ, होइन भनेदेखि चाहिँ सबै काम कुरो भयो, गर्यो, सिद्धियो। यसको ज्वलन्त उदाहरण भनेको चाहिँ यो देवु तलेजु हो। यो देवु तलेजु भनेको चाहिँ नेपालमा जति पनि मन्दिरहरू छन् ती मन्दिरहरूमध्ये डामीगढमा
सबैभन्दा मोटाई ठुलो मन्दिर यही हो। अग्लोमा चाहिँ भक्तपुरको न्याटो पुल हो। तसर्थ यसको महत्त्व अति ज्यादै छ र यो मन्दिर बनाउनको निमित्त हामीलाई ललितपुर महानगरपालिकाले चाहिँ हामीले एउटा निर्णय गरेका थियौँ। त्यो भनेको चाहिँ यी मन्दिर मठ मन्दिर शिवालय देवालयहरू बनाउँदाखेरि सार्वजनिक खरिद ऐन 2063 अन्तर्गत ठेक्का पट्टा गरेर बनायो भने यो मन्दिरको क्वालिटी राम्रो हुँदैन। तसर्थ यसलाई क्वालिटी राम्रो पार्नको निमित्त हामीले ठेक्का पट्टा गर्ने होइन, यी कोही स्थानीय व्यक्तिहरूले यो मन्दिरलाई चाहिँ बनाउनको निमित्त अग्रसर हुनुपर्छ भन्ने हाम्रो जुन भनाइ रह्यो, त्यो भनाइमा नेपाल सरकार, पुरातत्व विभाग, त्यसमा पनि हाम्रो सौभाग्य डिजी साहब हुनुहुन्छ प्रधान नामजी, उहाँको चाहिँ धेरै सहयोग हामीले प्राप्त गर्यौँ र अन्ततः हामीले यो मन्दिर ठेक्का पत्ता नगरिकन यो मन्दिरको चाहिँ निर्माण हामीले गर्न सफल भयौँ। यसमा अघि हाम्रो श्रद्धेय अध्यक्षज्यू किरणमान प्रधानजीले भन्नुभए अनुसार पनि यो मन्दिरको जति लागत छ त्यो मध्ये 80% जापान सरकारको तर्फबाट अनुदान प्राप्त भएको हो, ऋण होइन अनुदान हो। बाँकी 20% ललितपुर महानगरपालिकाले चाहिँ भर्ता गरेका छौँ। तसर्थ यो मन्दिर चाहिँ यो स्तरमा बनाउन हामी सफल भयौँ। आशा छ यो मन्दिर बनाउँदै गर्दा हाम्रो काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्टका कन्ट्री डाइरेक्टर डाक्टर रोहित रन्जी उहाँ निकै लाग्नुभयो। उहाँको पिएचडी नै सम्पदा क्षेत्रमा भएको कारणले उहाँले यो मन्दिर बनाउँदै गर्दा एकदमै मिहिनका साथ हेर्नुभयो, अति राम्रोसँग यसको व्यवस्थापन गर्नुभयो र अन्ततः रिजल्ट हामीले देख्यौँ। अब हामी आशा गरौँ 72 सालको जुन भूकम्प छ त्योभन्दा पनि अलिक ठुलो किसिमको भूकम्प आउँदाखेरि पनि यो मन्दिर केही नहोस्, यो चाहिँ हाम्रो भगवानसँग पुकार पनि छ। यति कुरा मैले व्यक्त गर्दै गर्दा यो मन्दिरको सन्दर्भमा कुरा लगभग टुङ्गियो कुरा भयो। तर म ललितपुर महानगरपालिकाको मेयरको हैसियतले मैले एउटा दुईवटा सम्पत्ति मात्रै कुरा गर्न चाहेँ। यो त मेरो दोस्रो कार्यकाल हो। अनवरत रूपले श्रृङ्खलाबद्ध तवरले चाहिँ हामीले काम गर्दै आइरहेका छौँ, विश्राम लिएका छैनौँ। यो अवधिमा हामीले धेरै कामहरू गरिसक्यौँ। त्यो मध्येमा त्यतातिर गइनँ म, मात्र यो सम्पत्ति कुरामा चाहिँ मैले अलिकति प्रकाश पार्न चाहेँ। यो ललितपुर महानगरपालिकाको यो सम्पदा भनेको विश्व सम्पदा सूचीमा सूचीकृत हो। तर विगत कैयौँ वर्षदेखि यो ठाउँमा चाहिँ स्विमिङ पुल बन्थ्यो, जलमग्न हुन्थ्यो। वर्षको 3-4 पटक बेसरी पानी पर्यो कि यो ठाउँमा चाहिँ स्विमिङ पुल बन्थ्यो। यो 5औं शताब्दीमा बनेको मङ्गा हिती, यो हितीमा पनि पुरा पानी भरिन्थ्यो। यसको हामीले निराकरण गर्यौँ। कसरी गर्यौँ भन्दाखेरि हामीले एसियन डेभलपमेन्ट ब्याङ्कसँग हामीले 54 करोड रुपियाँको चाहिँ अनुदान लियौँ। ऋण होइन, त्यो पनि ऋण भन्नासाथ ब्याज सहित तिर्नुपर्छ, त्यो ऋण होइन अनुदान लियौँ र एसियन डेभलपमेन्ट ब्याङ्कले प्राविधिक सल्लाह उहाँकै सुपरभिजन अन्तर्गत यो ठाउँमा चाहिँ लगनखेलदेखि यहाँ हुँदै कुम्बेश्वर हुँदै शङ्खमुलसम्मको 2.8 किलोमिटरको चाहिँ जुन ट्रङ्क लाइन प्रोजेक्ट छ त्यो चाहिँ हामीले सम्पन्न गर्यौँ। त्यो सम्पन्न गरिसकेपछि काम गर्छ कि गर्दैन भन्ने चाहिँ पिरियड थियो, तर काम पनि ज्यादै राम्रोसँग गर्यो। यसको चाहिँ उदाहरणको निमित्त असोजको 11 र 12 गतेको जुन 14 वर्षको रेकर्ड ब्रेकिङ पानी पराइरह्यो त्यो बेलामा पनि यहाँ चाहिँ स्विमिङ पुल बनेन। बस त्यसले चाहिँ प्रमाणित गर्यो कि यो काम चाहिँ अति राम्रोसँग भयो भन्ने काम प्रमाणित हुन गयो। साथै यो महापालमा यहाँलाई थाहा छ कि पानी पर्यो भने त्यहाँ चाहिँ मोटरसाइकलै बगाउँछ। 2 वर्ष अगाडि लगभग 13वटा मोटरसाइकल बगाएको थियो, तर अहिले त्यहाँ पनि यो समस्या चाहिँ समाधान भयो। तसर्थ अहिले यो क्षेत्रमा युवान हुने कुरा चाहिँ अहिले चाहिँ छैन। तसर्थ मैले चाहिँ आज यो मौकामा मैले एसियन डेभलपमेन्ट ब्याङ्कलाई ललितपुर महानगरपालिका र ललितपुरको सम्पूर्ण जनताहरूको तर्फबाट, नगरवासीको तर्फबाट एडीबी एसियन डेभलपमेन्ट ब्याङ्कलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहेँ। र यो कुरा मलाई जहाँसम्म लाग्छ यो कुरामा यहाँको स्वरको मिसिएको छ भनेर मैले चाहिँ भन्न चाहेँ।
अब अर्को कुरा चाहिँ हामीले यो ठाउँमा अहिले जुन प्राङ्गणमा तपाईहरु बस्दै हुनुहुन्छ यो प्राङ्गणमा चाहिँ राजा वीरेन्द्रको राज्याभिषेकको टाइममा यो अहिले जुन तेलिया इँटा छ यो तेलिया इँटा माथि चाइनिज इँटा चाहिँ गसियो भन्थ्यो नि थारू इँटा राखेको बस त्यसरी चाहिँ यसको व्यवस्थापन गरेको थियो र त्यसले गर्दाखेरि यो कृष्ण मन्दिरको हाइट 4 इन्च घट्न गयो किनभने कृष्ण मन्दिरको हाइट यथास्थितिमा थियो तर भुइँको लेभल 4 इन्चले बढ्न गयो तसर्थ हामीले गएको वर्ष यो चाहिँ रङ यो चाहिँ गलत हो यो तसर्थ यसलाई चाहिँ सुधार गर्नुपर्छ भनेर हामीले चाहिँ त्यो चाइनिज इँटाको त्यो जुन थारू इँटा छ गसियो त्यो निकालेर अहिले हामीले चाहिँ यो तेलिया इँटाको व्यवस्थापन गर्यौँ जसले गर्दाखेरि कृष्ण मन्दिरको उचाइ चाहिँ 4 इन्च बढ्न गयो मन्दिर नछैकन यो चाहिँ ज्यादै राम्रो काम हुन गएको कारणले यो वर्ष हामीले यो बाँकी सबै ठाउँमा यस्तै किसिमको तेलिया इँटा छाप्ने काम चाहिँ हामी शुभारम्भ गर्न गइरहेका छौँ हुन त यसको काम चाहिँ अस्तिदेखि नै सुरु हुनु पर्थ्यो तर आजको यो दिनलाई चाहिँ डिस्टर्ब नहोस् भनेर हामीले त्यसलाई अलिकति रोक्यौँ अब भोलि पर्सिदेखि नै यो काम चाहिँ सुरु हुन जाँदैछ तसर्थ यी र यस्तो कुरामा ललितपुर महानगरपालिकाले एक किसिमले कापरत हुने गरिकन कार्य गर्दै आइरहेको सन्दर्भ छ जुन कुरा यहाँहरू अगाडि छर्पष्टै जानकारी छ तसर्थ मैले अब त्योभन्दा धेरै लामो कुरा गरिन आजको यो पुनित अवसरमा सम्मान्य राष्ट्रपतिज्यूको सम्मुख उपस्थितिमा हामीले यो दिएको तलेजुको शिलापत्रको अनावरण गर्न पायौँ यो हाम्रो निमित्त अति महत्त्वपूर्ण क्षण रहन गयो तसर्थ यसको निमित्त म सम्पूर्ण ललितपुर महानगरवासीका सम्पूर्ण नगरवासीको तर्फबाट सम्मान्य राष्ट्रपतिज्यूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहे このような逆にしましても指導を失わず復興に向けて精力的に活動してきた成果といたしまして本日この首里ガレージ寺院が完成を迎えましたこの寺院の再建に対して日本から支援が与えたということは日本とネパールの深い友好関係によるものであり再建によってその関係はより強固なものになるというふうに信じております यस्तो अप्ठ्यारो विषम परिस्थितिमा पनि आँच नमारिकन सबैले पुनर्निर्माणको लागि अथक प्रयास गर्नुभएको यो फलस्वरूप आज श्री देवकलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ नेपाल र जापान बीच रहिआएको गहिरो मित्रताका कारण नै यस मन्दिरको पुनर्निर्माणको लागि जापानबाट सहयोग आएको हो र पुनर्निर्माणले हाम्रो मैत्री सम्बन्धलाई अझ थप प्रगाढ बनाएको छ 震災から10年を経ましてこの地には市民本来の活力が戻ってまいりました日本や国際社会の揺るぎない支援がネパール人自身の行動とともに地震からの復興復旧の大きな力となって今も発展し続けていくと思います भूकम्प भएको 10 वर्ष बित्दै गर्दा आज यस क्षेत्रका बासिन्दाहरूमा पुनः एकपल्ट जोस र जागर फर्किएको महसुस गरेको छु जापान र अन्तर्राष्ट्रिय समुदायको अटुट सहयोग र नेपालीहरूको मेहनत यी दुवै कुराले भूकम्पबाट पुनरुत्थान र पुनर्निर्माणको लागि ठुलो टेवा पुर्याएको छ र यो हाम्रो जुन सहकार्य अहिले पनि निरन्तर अगाडि बढेको छ र निरन्तर विकसित गरिएको छ 歴史を守り伝統を重んじながらこれまで以上にネパールの経済社会が発展することを願うとともに日本とネパールの協力関係が今後も続き 両国民に対して将来にわたって利益をもたらすことを期待しております。 यसरी इतिहासको संरक्षण र परम्पराको सम्मान गर्दै नेपालको अर्थतन्त्र र समाजले पहिले भन्दा पनि अझ बढी विकास गर्ने विश्वास मैले लिएको छु र जापान र नेपाल बीचको सहकार्यात्मक जुन सम्बन्ध छ त्यसलाई निरन्तरता दिई भविष्यमा दुवै देशका जनतालाई उत्तिकै फाइदा पुग्ने विश्वास र कामना व्यक्त गर्दछु 本人の復興に携わりましたすべての人々に心から感謝申し上げます。申し上げるとともに、この寺院がネパールとネパールの人々の震災からの復興の象徴、そして日本とネパールの友情の象徴として末永く守られていくことを願っております。 यस पुनर्निर्माण कार्यमा आबद्ध हुनुभएका सम्बन्धित भएका सबैप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु
र यो मन्दिर नेपाल र भूकम्पबाट पुनरुत्थान भएका नेपाली जनताको साहसको प्रतीकको रूपमा र साथै जापान र नेपाली बीचको मित्रताको प्रतीकको रूपमा चिरकालसम्म संरक्षण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छु। So thank you very much for your attention. आज रामनवमीको दिन पावन पर्वमा पावन काम पवित्र काम हामी गर्दैछौँ। करिब 10 वर्षको अन्तरालमा बडो मिहिनेतका साथ यो निर्माण भएको छ। यसमा आर्थिक योगदान अघि चर्चा चलिसक्यो। 80% योगदान जापानी सरकारले गरेको छ। थुप्रै क्षेत्रमा जापानको हामीलाई ठुलो साथ र सहयोग छ। त्यसरी नै यो बनाउने दिशामा धेरै ठुलो योगदान गरेको छ। त्यति मात्रै होइन, पाटनका व्यक्तिहरू जसले सम्पदाको महत्त्व बुझ्नुहुन्छ उहाँहरूको यसमा निकै ठुलो योगदान छ, सङ्कल्प छ। हाम्रो मेयर साहब श्री बाबु महर्जन लगायत यहाँहरूको योगदान र यहाँहरूको भूमिका प्रचार गर्ने भन्दा पनि परिणाम खोज्ने, प्रतिफल खोज्ने, परिणाम दिन सक्यो भने प्रचार आफै हुन्छ भन्ने त्यो दृष्टिकोणका साथ काम गर्ने व्यक्तित्वहरू यहाँ रहनुभएको कारणले आज थुप्रै कामहरू सम्पन्न भइसकेका छन्। अब जम्माजम्मी यो नरसिंह मन्दिर बन्ने क्रममा छ, बनाउने क्रममा हुनुहुन्छ। 153 खालको इँटा चाहिन्छ भनेर अघि मेयर साहबले भन्दै हुनुहुन्थ्यो। यो सम्पदाको दृष्टिकोणले, संस्कृतिको दृष्टिकोणले, वास्तुको दृष्टिकोणले, धार्मिक हाम्रा प्रचलनका दृष्टिकोणले हात्ती, सिंह, घोडा त्यो पनि पुरुष र स्त्री लिङ्गी दुवै रहने गरी इँटाहरू व्यवस्थित गर्ने कुरा गर्दै हुनुहुन्थ्यो। यस्तो चुनौतीपूर्ण कामहरू यहाँहरूले गर्नुभएको छ। र यहाँ लगभग पानी परेको बेला स्विमिङ पुल जस्तो बन्ने यो ठाउँ एडिबीको सहयोगमा नगरपालिकाले अत्याधुनिक प्रविधिको खोजी गरी यो पुरानो पुरातात्विक ठाउँमा पानी जम्मा नहुने गरी, पानी पास हुने गरी त्यो काम भएको छ। अस्ति भर्खरैको भीषण बाढी पहिरोको बेला पनि यो ठाउँ डुबानमा परेन भन्दै हुनुहुन्थ्यो। त्यो सबै दृष्टिकोणले निकै ठुलो योगदान देख्छु म, निकै ठुलो सङ्कल्प देख्छु। हाम्रो नजिकै सङ्ग्रहालय छ। यो सङ्ग्रहालय पनि हामी नेपाली मात्रै होइन कि विदेशीहरू आएर पनि हेर्न लायकको, गौरव गर्न लायकको यो सम्पदाको रूपमा छ। यो सबै दृष्टिकोणले यहाँहरू सबै धन्यवादको पात्र हुनुहुन्छ। देवु तलेजु मन्दिरको इतिहास निकै पुरानो इतिहासको रूपमा छ। 1640 मा सिद्धिनरसिंह मल्लले 5 तले बनाएको त्यो यो देवु तलेजु मन्दिर पछि 1966 मै धेरै वर्ष नभइकनै आगलागी भयो। त्यसपछि श्रीनिवास मल्लले यसलाई 3 तलेका रूपमा बनाउनु। 1990 विक्रम सम्वत 1990 को भुइँचालोबाट फेरि क्षतिग्रस्त भएको हाम्रो यो सम्पदा 72 सालको भूकम्पले क्षतिग्रस्त भएको थियो र आज फेरि त्यस्तै ढङ्गले, त्यही ढङ्गले अधिकांश वस्तुहरू, अधिकांश सम्पदाहरू पुरानै प्रयोग गरेर नयाँ सम्पदा राख्नै पर्ने अवस्थामा पनि पुरानोमा कुनै किसिमको पनि कम्प्रोमाइज नगरिकन, सम्पदामा कम्प्रोमाइज नगरिकन, पुरातात्विक ढाँचामा कम्प्रोमाइज नगरिकनै पाटनमा उपलब्ध कलाकारहरू अथवा पाटनमा उपलब्ध नभएको अवस्थामा भक्तपुर लगायतका ठाउँहरूबाट कलाकारहरू ल्याएर जस्ताको तस्तै बनाउने जुन तत्परता देखाउनु भएको छ त्यसका लागि यहाँहरू सबै धन्यवादको पात्र हुनुहुन्छ। म धन्यवाद दिन चाहन्छु। यो ललितपुरको इतिहास निकै पुरानो इतिहास छ। एल भनेर चिनिने एलम्बरको बेलादेखि यो यसको इतिहास अशोक पतन, ललित पतन, ललितापुरी, ललितक्रम, पाटन लगायतका नामहरूले यसले इतिहासका विभिन्न कालखण्डमा आफ्ना नामहरू, नाम मात्रै होइन नामले बोकेका गौरवहरू यसले निरन्तर ग्रहण गर्दै आएको छ। लिच्छवी कालको इतिहास यहाँ फेला पर्छ। 300 ईस्वी सम्बतदेखि 879 को यो समयलाई सबैभन्दा बढी सम्पदाहरू निर्माण भएको, सांस्कृतिक प्रशासनिक हिसाबले जग बसेको, वास्तुकलाहरू स्थापित भएको समयको रूपमा इतिहासमा हामी हेर्ने गर्छौँ, पढ्ने गर्छौँ। त्यसै गरी मौर्य सम्राट अशोकले काठमाडौँ उपत्यकामा आएपछि 5वटा स्तूप ललितपुरमै बनाउनु भएको, पाटनमै बनाउनु भएको भन्ने इतिहास पनि हामी देख्छौँ। त्यसै गरी विशेष गरी काठमाडौँ, भक्तपुर र ललितपुरमा मल्ल राजाहरू रहेका बेलामा थुप्रै मन्दिरहरू बनेका र आज मन्दिरको सहर भनेर हामी
चिन्ने अवस्थामा पुग्नुको पछाडि त्यो बेलाको कुरालाई हामीले महत्त्वका साथ हेर्छौँ र यहाँ मङ्गाभिटी जो स्मारक मानदेवका नातिले बनाएको यो 570 इस्वीमा बनाएको भन्ने इतिहास पनि हामी पढ्छौँ। विशेष गरी सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लले धेरै सम्पदाहरू स्थापना गरेको हामी देख्छौँ। नजिकै कृष्ण मन्दिर जो हाम्रा निम्ति बहुत पावन, पवित्र र ऐतिहासिक सांस्कृतिक मन्दिरको रूपमा छ। यो मन्दिरको ढुङ्गा हाम्रो पुरातत्व डीजीले भन्दै हुनुहुन्थ्यो, यो पाल्पाबाट ल्याएका ढुङ्गाहरू यहाँ प्रयोग भएका छन्। अघि भर्खरै मेरो साथीले भन्दै हुनुहुन्थ्यो योग नरेन्द्र मल्ल भएको स्तम्भ, यहाँ गरुड राखेको स्तम्भ र भीमसेन स्थान अगाडि भएको स्तम्भ। कुनै बेला यो स्तम्भ एउटै थियो र उपत्यकाभित्र सबैभन्दा अग्लो स्तम्भका रूपमा थियो। यो त्यो भाँचिएपछि 3 ठाउँमा एक थिए जस्तो यसको 3 ठाउँमा राखिएको अवस्था छ अहिले। त्यसैले त्यो बेलामा हामी कल्पनै गर्न सक्दैनौँ यो स्तम्भ कसले ल्यायो, कसरी गाड्यो। यसको 3 गुणा अग्लो स्तम्भ। हाम्रा त्यो बेलाका मानिसहरू विज्ञान थिएन, प्रविधि थिएन, कुनै आविष्कार थिएन, तर हाम्रा मानिसहरूमा एउटा अटुट थियो, एउटा सुरता थियो, वीरता थियो। त्यो सुरता र वीरताले हामी आज हाम्रो विगतप्रति गौरव गर्ने अवस्थामा छौँ। त्यसैले यसको महत्त्वलाई आगामी दिनमा हामीले अझ कसरी बढाउन सकिन्छ यो बढाउनु पर्ने छ। जापान सरकारले जुन यसको महत्त्वलाई मनन गरेरै सहयोग पुर्याएको छ र यस्तो सहयोग हामी एकअर्कामा हाम्रो मित्र देश, हाम्रा प्रति शुभचिन्तक मात्रै भइरहने देश, कुनै किसिमको कटुता, कुनै किसिमको वैमनस्यता, कुनै किसिमको चाहिँ नकारात्मक भावना एकअर्काका प्रति छैन जापान र हाम्रा बिचमा। त्यसले पनि हामीलाई निकै ठुलो योगदान पुर्याएको छ भन्ने ठान्छु। म यो सबै प्रक्रियामा, यो बाटोमा योगदान गर्नुहुने सबै महानुभावहरूलाई म धन्यवाद दिन चाहन्छु। र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको नाताले हाम्रो आफ्नो जुन संस्कृति छ, विविधतापूर्ण संस्कृति छ, यो विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति हामीले निर्वाह गर्नुपर्ने भूमिका आफ्नो ठाउँमा हामी निर्वाह गर्छौँ। त्यसै गरी प्रकृति पनि हाम्रो विविधतापूर्ण प्रकृति छ। हिमालदेखि होचो समुद्रको होचो सतह जम्मा 60-70 मिटर सतहमा भएको केचन कवलसम्म हिमाल, पहाड, तराई सबै हिसाबले जडीबुटी, जङ्गल, जल, यो सबै दृष्टिकोणले, प्राकृतिक दृष्टिकोणले पनि हामी विविधतापूर्ण प्रकृतिले चाहिँ ओतप्रोत छौँ। विविधतापूर्ण संस्कृति र विविधतापूर्ण प्रकृति, यसको हामीले ग्लोबल एडभोकेसी गर्नुपर्नेछ, यसको विश्वव्यापी प्रचार गर्नुपर्नेछ, यसको ब्रान्डिङ गर्नुपर्नेछ। त्यसो हुन सक्यो भनेदेखि संसारभरिका मानिसहरू यहाँ आउने, हाम्रो प्रकृतिबाट लाभान्वित हुने, यसको रक्षासदन गर्ने, हाम्रो संस्कृतिबाट लाभान्वित हुने, रक्षासदन गर्ने काम गर्न सक्छन्। अघि मेयर साहबले भने जस्तो हामी केवल भौतिक सम्पदाको मात्रै कुराकानी गरिरहेका छैनौँ। अभौतिक सम्पदा, हामीसँग त्यति नै भाषाहरू छन्, हामीसँग त्यति नै वेशभूषाहरू छन्, हामीसँग त्यस्तै संस्कृति छ, चाडपर्व छ, खानपान, विभिन्न परिकारहरू छन्। यो अभौतिक सम्पदा, भौतिक र अभौतिक सम्पदा, यो दुईटैलाई जोडेर जोगाएर नेपाललाई एउटा खुला सङ्ग्रहालय जस्तो, सिङ्गो नेपाललाई खुला सङ्ग्रहालय जस्तो, खुला नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि एउटा प्राकृतिक गन्तव्यको रूपमा हामीले लिएर जानुपर्नेछ। त्यो दिशामा हाम्रो तत्परता रहनुपर्छ। विशेष गरी काठमाडौँ उपत्यकाभित्र काठमाडौँ, ललितपुर र भक्तपुर तीनै ठाउँका सम्पदाहरू, यी सम्पदाहरूलाई आएको मानिसले एकै स्वरूप हेर्न पाओस्, एकै स्वरूप देख्न पाओस्। भक्तपुरबाट चिरेर ललितपुर हुँदै काठमाडौँ निस्कोस् अथवा काठमाडौँबाट प्रवेश भएर ललितपुर हुँदै भक्तपुर निस्कोस्। यो एकीकृत एउटा सर्किट, एउटा पर्यटक आउँदा, यहाँको सम्पदा बुझ्ने पर्यटक आउँदा तिनैतिर कम्तीमा हेर्ने खालको त्यो प्रबन्ध मिलाउने कुरामा पनि नेपाल सरकार, तिनैतिरका स्थानीय तहहरू, प्रदेश सरकार सबैको सहभागिताको जरुरी हुन्छ। त्योभन्दा बढ्ता यस्तो कुराका लागि समुदायको सहभागिता जरुरी हुन्छ, समुदायको सङ्कल्प जरुरी हुन्छ। त्यो समुदायको सहभागिता र सङ्कल्पको दृष्टिकोणले पाटनको निकै राम्रो इतिहास छ, सकारात्मक इतिहास। अहिले चाहिँ प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिले पनि राम्रो नेतृत्व गर्नुभएको छ। सङ्घीय सांसद, प्रदेशका सांसद लगायत जनप्रतिनिधिहरूको यसमा सहकारी छ। सिधा परेर एकदम कुनै बेला पनि
भट्किने अवस्थामा थियो। त्यति बेला हामी चाहिँ यो चाहिँ नेपाल सरकारबाट भारत सरकारलाई जिम्मा दिएको रहेछ। हामी त्यति बेला हाम्रो चाहिँ सबिन श्रेष्ठज्यूको त्यो मानिसहरूको अध्यक्ष म हामी वर्षौँ इन्डियन आर्मीसँग ढाएर पनि त्यो पुनर्निर्माण गर्न सकेनौँ। अनि पछि त्यो गभर्मेन्टले आउनुभएपछि उहाँले हामीले रिक्वेस्ट गरेको म सहयोग गर्छ पुनः लागु गर्न सहयोग गर्छ। हामीलाई उहाँले डेलिगेसन लगेर हिमसेन मन्दिर पनि हामीले आफ्नै पब्लिक मनीबाट हामी बनाउँछ भनेर हामी प्रस्ताव राखेको थियौँ। हो त उहाँसँग हामीले थाल्ने गरेका थियौँ। त्यस बेला पनि उहाँले नपुग पैसा 1 करोड रुपियाँ नगरपालिकाबाट हामीलाई सहयोग गर्न सकेको थियो। अहिले अझै पनि यो भवनमा यो कलेज मन्दिरमा पनि उहाँले चाहिँ मलाई खाना खाइरहेको बेला फोन गरेर यो त ठेकामा जानु बिग्रेछ के गर्नु मेरो छ फेरि चाहिँ हामीले यस्तो राम्रो बनाइरहेको थियो बिग्रेर चाहिँ हाम्रो यसरी जान्छ भने आउनुहोस् भने हामीलाई बोलाएर त्यहाँ मिटिङ राखेर ठिक्कपट्टि क्यान्सल गराएर उहाँले हामीले चाहिँ राम्रो काम गर्ने हो बाचा गरेर चाहिँ मान्छेले हामीले समितिले उहाँकै उसमा हामीले चाहिँ पुनर्निर्माण समिति गठन गरेर उहाँ चाहिँ धेरै सहयोग गर्नुभएको थियो। कारण उहाँले यहाँ यो चाहिँ अब यहाँ तपाईँहरूले त्यो मूल्याङ्कन गर्नुभयो यो सम्पदा क्षेत्रहरू कति राम्रो भएछ भनेर त्यस कारण यो चाहिँ अब एउटा बाइक चाहिँ हाम्रो केही चाहिँ यो नरसिंह मन्दिर ज्वाला नरसिंह मन्दिर एउटा चाहिँ त्यो पनि किन नसक्यो भन्दाखेरि त्यो मन्दिर बनाउनमा 15-16 वर्षदेखि प्रयास भइरहेको थियो। तर त्यो मन्दिरमा कस्तो रहेछ हामीलाई पनि थाहा छैन। 198 किसिमको इँटा चाहिने रहेछ। अनि यो हाम्रो चाहिँ कन्ट्री डाइरेक्टर डाक्टर रोहित चाहिँ अनि उहाँले गरेको इँटा बनाएर ल्याउनु मिल्दैन, इँटा बनाएर ल्याउनु मिल्दैन। पछि हामी चाहिँ हेर्दाखेरि अनि चाहिँ हामी थाहा पायो कि एक किसिमको इँटा चाहिँ अहिले उहाँको नेतृत्वमा हामी एउटा कमिटी बनाएर हामीले गऱ्यौँ। अनि अध्ययन गरेपछि एकछिन बाह्रलाई ल्याएर यहाँ देखाएको हो रहेछ बा अहिले इँटा पनि तयार भइसकेको थियो। अब अर्को वर्षमा त्यो पनि 0 सम्पन्न हुनेछ। अनि त्यसको उहाँले कस्तो हाम्रो कामको मूल्याङ्कनहरू लिएर बढाउन चाहन्छु र अब सम्माननीय राष्ट्रपतिज्यू श्री रामचन्द्र पौडेलज्यूबाट आजको कार्यक्रमको समापन कार्यक्रम गरेको छ।